हेलो गुड मर्निङ गाइस फेरि पनि सबैलाई नमस्ते ठुलो टाँसिडीले सेवा र सेवा हान्ने त जयमसी र फेरि पनि आज तपाईँहरूको माझमा आएको छु है। र आज चाहिँ म किन आएको भन्दा चाहिँ भिडियो गरेको भन्दा चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यसको चाहिँ रेस्ट गर्दा बेसी दुध झर्छ क्या, त्यो ज्यादा टिन भएर यहाँ गएर नुहाइदिनुपर्छ। थुनबाट बे दुध झऱ्यो, थुन चेप्टेरै पाङ्रीको चाहिँ अन्त सबै त्यस्तै छ। उनीहरू उठिरहेको छ, यसको पनि थुन टिन भइरहेको छ। आज चाहिँ यसले बोल लडाएन रहेछ है। पानी कहाँ थियो तेरो? राति हाल्दै थियो त सायद। त्यसको यता त बोल लडाउँदैन, खाने त्यो भाँडा लडाउँदैन। सुन पानी चाहिँ रहेछ, पानी चाहिँ सादा पानी चाहिँ मरिगयो खाँदैन। यसमा चोकर लगाइदियो भने दामी खान्छ। फेरि चुना लगाएर दिनु अरे के, चुना पानी, त्यसले चाहिँ गाईको डाइजेसन राम्रो हुन्छ अरे। प्लस यस्तो गाई चाहिँ फर्स्ट टाइम देखेको, बसी हगिदिन्छ, उठ्दैन। अब यसले चाहिँ रेस्ट गर्यो भने चाहिँ यस्तै हो पारा चाहिँ, टक्कै बसिरहेकोमै हगिदिन्छ, मुतिदिन्छ। मैला त हुने हो नि यसले। के भन्दै थियो भन्दा चुना चाहिँ दियो भने गाईको डाइजेसन राम्रो हुन्छ अरे। प्लस तपाईँहरूको त्यो कन्सिभ गर्छ नि, त्यो पनि राम्रो हुन्छ अरे कन्सिभ गर्ने। अन्त भन्नुपर्दा यो चाहिँ अस्ति दिन भर्ती भएको काली चाहिँ यो गिर लगभग उठ्यो, 18 उठ्छ क्या। सुत्नु उठ्नु यो चाहिँ 18। अन्त के भन्दैछु भन्दा गिर चाहिँ तपाईँहरूको भर्ती भएको लगभग 1 महिना हुनु आँट्यो। अब 2 महिना भएपछि चाहिँ चेक गराउनुपर्छ गिरको। यो चाहिँ अस्ति दिन 2 दिन भयो आजसँग। अब यसलाई चाहिँ नुनहरू के देख्छ छैन। यो त भर्खर ब्याएको हो। सो हेर्दै हेर्नुहोस् स्टेडियम, त्यही छ जिन्दगी। फार्ममा आयो, सफा गऱ्यो, दुध दुयो, गयो। कुखुराहरू हेर्नुहोस् न, यहाँ चिङ्ना मारिछ यसले हो। यसलाई 12-13वटा दिएको, अहिले हेर्नु 7वटा जस्तो मात्रै छ। के खालको कुखुरा या हेर्नु न, यो त अब बाँच्दैन नि बिचारै। मुखमा चलाउँछ बिचारी, यो त चिप्टाएरै मारेछ यसलाई। हुँदैन आइसक्यो, तिमीबाट हुँदैन, तुमसे होदैन। साँच्ची नै यहाँ मेरो छ, नयाँ चल्ला छ, यसले भर्खर काटेको 5-6वटा छ यसको। अन्त यहाँ हेर्नुहोस् न, टक्कै चेन्जेस। यो चाहिँ अब दुध लगाउने बनाइदिएको हो, मम्मीले बनाइदिनु भएको। यो चाहिँ दुध लगाउने, टक्कै दुध धुयो सुयो, त्यहाँदेखि टक्कै यहाँ लियो, भाँडा धोएर च्याटेर त्यहाँ राख्छ हो। यो मेरो जादु रेनकोट, यहाँ चाहिँ दुध धोएर टक्कै लिएर बसेर होइन अरे आज उभिएर दुध टक्कै सार्नु अरे। साह्रो छ हो। चल्ला त के गरेको यसले। यिनीहरूको दबाई चाहिँ नि पुरा छ क्या। यो भिटामिनको लागि अरे पाङ्रीले खाइदिँदैन, यो कुखुराको लागि चेक्ला, चुना हो। यो जुन चाहिँ मैले भन्दै थिएँ रुचाम्याक्स, दामी खाइदिन्छ यसले चाहिँ। गाईले खाएको छैन भने, यदि तपाईँहरूको गाईले खाएको छैन
भन्छ रुचाइमेक्स पाइदिनु चट्टै। अन्त यो हेर्नुहोस् कुट्टी, यो भन्छ कुट्टी पराल काटेको हिजो दिएको 4 बोरा दिएको। अन्त अस्ति दिन दिएको यो उयो चोकर, यो तपाईँको पिना, यो मकैको भुस, उयो फिड छ होइन। गेहुँ दाना पनि थियो, गेहुँ दाना चाहिँ यहाँ होला। यो चाहिँ रहेको गेहुँ दाना हो, मुसाले दुःख धेरै किनेको। यो तपाईँको चोकर थिएछ, तर यो चाहिँ चोकर। लौटो अब सफा गर्छु है, तपाईँहरूलाई देखाइदिइहालेँ। यसले अलिक खाएको छैन, त्यो सबैले खान्छन्। यसले चाहिँ अलिक गर्छ, नखरा गर्छ। हेर्नु न यति फिट खानामा बुखा खान्छ, तर बिस्तारै खानु चाहेको होइन नि त। खाएर चाहिँ रेस्ट गर्नु पऱ्यो नि त। ल बिहान काम यस्तै छ हो। कुद्नुपर्छ अब चाहिँ पानी। अहिले चाहिँ हामीले यहाँ झिङ्गाले दुःख नदियोस् भनेर मम्मीले यहाँ बनाइदिएको उसमा चाहिँ मच्छरदानी लिएर आएको। मच्छरदानीभित्र पसेर चाहिँ झट्टै दुध पर्ने। हाम्रो बुढाले दुध बचाउँदैछ, मलाई बचाएको छ होइन यो एकदम। आमाको बुढा दुध बचाएको, मान्छे त जेसुकै होस् है। यो भित्र पसेर चाहिँ त्यो दुध भर्ने, त्यसरी चाहिँ भुस्नाले पनि दुःख दिँदैन, झिङ्गाले पनि दुःख दिँदैन। भयो के गरे के गरेको यति फागा त सपोर्ट झिङ्गा मार्दैछु अलिअलि आएको। अब यहाँ दुध पोल्नु अहिले चाहिँ झिङ्गाले दुःख दिँदैनौ सर देख्ला त झिङ्गा ब्याप त भर्छु है। अब कपुरा यो देऊ न। नाइ भएन नि, म झिङ्गा त अन्त भुसिकेर अरू कति यहाँ त्यसमा बास। ल अब चाहिँ हामी घर होइन आज बाँड्नु गएको। दुधहरू भरिसक्यो, यहाँ धुप आइरहेको छ, तर बाहिर चाहिँ नो धुप, इट्स रेनिङ। गर नि त ल तब आज चाहिँ हामी दुध बाँड्नु हिँड्ने, त्यहाँदेखि घर त्यहाँदेखि वर्कआउट गर्नुपर्छ। आजको लागि यति नै, यो बनाएको थियो आज, त्यति देखाउनु थियो। अन्त दुधहरू दिइसक्यो, यहाँ खाँदैछ हो तिनीहरूले। र यहाँ बिरालोलाई दुध यहाँ ए उता उयो नबिर्स
विश्राममा बसेको विश्राम खै स्टे ट्युन र यस्तै भिडियोहरू हेर्दै जानु होला र माया देखाउनु होला लाइक सेयर एन्ड सब्सक्राइब गोकुल ब्लग र फलो पनि बिग्रेछ नि यो अन्डा पर अन्डा पारेको छैन यहाँ पर अनि त्यो त ओथ्रा बस्दिन्छ त लाइक सेयर एन्ड सब्सक्राइब गोकु ब्लग युट्युबमा अन्त फेसबुकमा पनि गोकु ब्लगलाई फलो गरिदिनु होला सेयर गर्नु होला जति सक्दो र फेरि पनि भेट्ने छु बाई